सम्पूर्ण सुकुम्बासी दिदीबहिनी, दाजुभाइ, बाआमा अनि साथीहरू, वास्तविक है, वास्तविक यो भन्छ नि हुकुमबासी, वास्तविक तपाईहरुलाई राम्रोसित थाहा छ दशकौं दशकसम्म तपाईहरुलाई कसैलाई बागमतीको, कसैलाई मनोहराको, कसैलाई यो हनुमन्ते जडीबुटीको बाढीमा डुबाएर भोट ब्याङ्कको रूपमा प्रयोग गरिरहेका थिए। तपाईहरुलाई राम्रोसित थाहा छ कसले प्रयोग गरिरहेका थिए। आज तपाईहरुलाई साथ दिन भनेर जो क्यामेराका अगाडि जोड-जोडले घाँटीका नसाहरू फुल्ने गरी कराइरहेछन् नि, हो तिनीहरू भनेको 1-2 जना बाहेक सबै उनीहरुकै तपाईको पिउसहरू तपाईहरुले राम्रोसित चिन्नुपर्छ। तपाईहरुले यो पाली सरकारलाई साथ दिनुस् यदि तपाईहरु वास्तविक सुकुम्बासी हुनुहुन्छ भने। र भनिएको छ तपाईहरुको लागि 224 वटा सुन्दर अपार्टमेन्टहरु तपाईहरुलाई पर्खिरहेको छ। थाहा छैन तपाईहरुलाई के आश्वासन दिएर त्यहाँनिर तिनीहरूले भोट ब्याङ्कको रूपमा प्रयोग गरेर राखे, के लोभ लालच दिएर राखे थाहा छैन। तर केही हुकुमवासीहरूको कारणले तपाईहरु वास्तविक सुकुम्बासीहरूले पनि न्याय पाएको छैन। यो कुरा तपाईहरुले याद राख्नुपर्छ। र यदि तपाईहरु वास्तविक सुकुम्बासी हुनुहुन्छ भने तपाईहरुले न्याय पाउनको लागि त्यहाँबाट हट्नुपर्छ। किनकि यदि तपाईहरु त्यही भएको अवस्थामा तपाईहरुको लागि आएको न्याय पनि तिनीहरूले क्याप्चर गर्छ, खोज्छ। एउटा नागरिकको हिसाबले म सरकारलाई भन्न चाहन्छु, सरकार भोलिको दिनमा तिमीले बस्ती हटाउँदै छौ, ठीक छ, तर भोलिको दिनमा वास्तविक सुकुम्बासीले त्यहाँ कसैले घाँस माग्न आउला, कसैले बास माग्न आउला। देऊ है, तिमीले दिनुपर्छ, दिनै पर्छ। यतिको आशा तिमीसँग सबैले गरेका छन् र तिमीमाथि विश्वास छ, तिमीले गर्छौ। हस् त, जय नेपाल।